हेलो एभ्रिवान, आज पनि मैले एउटा सानो ब्लग लिएर आएको छु, एकदम ओरिजिनल ब्लग। बुढा बाइक निकाल्दै हुनुहुन्छ उता हो, दाइ त्यता हुनुहुन्छ। हामी बेसी खेत हेर्न जाँदैछौँ, बिस्तारै बिस्तारै बिस्तारै। हामी बेसी खेत हेर्न जानु लागेको, मेरो मम्मी ज्वाइँ र म चाहिँ बेसी खेत हेर्न जान्छौँ। हाम्रो भाइ खोइ हेलो भन्देऊ, हेलो भन, खोइ हेलो 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 बाई बाई गर नि त, बाई बाई। बेसी जाने हो तिमी नि, जान्छौ? अब चाहिँ हामी होइन यहाँबाट हुँदै हुँदै अब उता बेसी उता तल छ, तल जान्छौँ। यता यो चाहिँ हाम्रो घर हो, माथि घर, पुरानो घर पहिलाको। अनि अहिले चाहिँ यहाँ तल यता हुनुहुन्छ मम्मीहरू होइन। हाम्रो दाइ यता हुनुहुन्छ, यहाँ ब्रस गर्दै हुनुहुन्छ। भर्खर कति बज्यो, 8 बज्दैछ ल। यस्तै छ, जाऊ। यो चाहिँ हो तारेरी। मदनहरूको घर यहाँ तल छ है, मेरो साथी होइन। हामी चाहिँ घरबाट हिजो आएको होइन। अनि यसो ससुरालीको बेसी देखाउनु पर्यो भनेर बुढालाई यसो देखाउन लाँदैछु म चाहिँ। यो चाहिँ चिलाउन डाँडो होइन, लगाई चिलाउन डाँडो भन्ने ठाउँको नाम यही हो होइन। त्यतापट्टि त अब साइटरपट्टिबाट उता जाने, हाम्रो जाने यतापट्टि फ्याक्सेपट्टि हो होइन। रानीवन हुँदै जाने हो। र जा, बिस्तारै जाउँछ। बाटो सजिलै छ होइन, तर सजिलै छ, त्यस्तो अप्ठ्यारो छैन, ठिकै रहेछ अहिले त। यो भने चाहिँ तौले, हाम्रो अनौठो नाम छ। यहाँ तल यो बुवाहरूले खेत बनाइरहनु भएको छ होइन। ए यो तल चाहिँ होइन, चैतमा खेत रोप्नको लागि मेरो बुवाले बनाउनु भएको। अब यहाँ अलि दिनपछि 9-10 दिनपछि खेत रोपाइ हुन्छ गाइज। पारियो यो पारिदेखि चाहिँ रानीवन होइन, ऊ त्यो घरभन्दा तल्लोपट्टि बाटो छ। अहिले हामी त्यही बाटो हुँदै जान्छौँ। ऊ त्योभन्दा पारिपट्टिको चुरीथुम्का होइन। अहिले अब यहाँबाट गएर तल घुम्दै 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 घट्टा हुँदै जान्छौँ। म देखाउँदै जान्छु नि। चिलाउन डाँडो भने ऊ माथि, योभन्दा माथि। भर्खर हामी माथिबाट त आएको, यही बाटो हुँदै। पुरा यता हेर्छु त। हेलो, जङ्गल रानीवनको जङ्गल यही हो। यो पारिपट्टि यहाँदेखिबाट ऊ माथिसम्म छ नि। हाम्रो कुमार दाईको गोठ यो चाहिँ होइन। खेत यताको यो तलसम्मको खेत दाईहरूकै हो हेर्नु। ल यही खेत रोपाइ हुन्छ चैतमा यहाँ चाहिँ हो। यो चाहिँ साइटर, हाम्रो बेसी भएको खेत यही हो। सान्दाई ल ए खोइ सान्दाई हेर्नु आइपुग्यो, कति पो हेर्नु है। अनि यहाँ त डान्स चलिरहेछ त। लाग्ने ठुलियामा हेलो भन्नु त। कसले लागेर सबले देख्नुहुन्छ, राजकुमार दाईहरूले नि देख्नुहुन्छ। हेलो, ठुलमम्मी चाहिँ घाँस जानु लाग्नु भएको रे है। ल जानु अनि आज जाने कि बन्यो? बन्यो होइन नि, जाने हो। साइटर भन्ने यही हो, सान्दाहरूको क्या यही हो खेत। यहाँदेखि तलसम्म घट्टो भने यही हो। ल घट्टा। हामी चाहिँ अब यहाँबाट राइट साइड लियौँ भने अमले थाम जान्छौँ, तर लेफ्ट साइड लिएर हामी फ्याक्सेतिर जान्छौँ गाई। यो चाहिँ दिलीपहरूको घर हो, कालीहरूको।
हामी तीजमा नुहाउन आएको थियौँ नि यहीँ तल त यही खोलामा अहिले खोले छैन यो खोलोको नाम चाहिँ होइन अब ठुलो खोलो भन्छौँ तर अहिले चाहिँ खोलो छैन अहिले यस्तो नि त अब हिउँदे भनौँ न अब बर्खामा चाहिँ यो खोलो तर्नको लागि राम अहिले पो यहाँ ढल हाल्यो अब यो ढल बाँकी रहन्छ रहँदैन थाहा छैन हामी उतिखेर उहाँ घाँस दाउराहरू लिएर आउँदा बेसीमा गोठ थियो होइन अनि घाँस दाउरा लिएर आउँदाखेरि यो खोलो तर्न नसकेर हामी 7-8 बजेसम्म बेलुका यहीँ बसेर खोलो अलि सानो भएपछि अनि गएको छौँ क्या आउँदै गर्दा पुराना यादहरू धेरै छन् सबै अब यही ठाउँमा त हाँस्दै खेल्दै होइन दुःख गरेर हुर्क्या मान्छे हो नि त म त अनि धेरै चिज याद छन् यो ठाउँसँगै सानो बचपनको यादहरू यहाँ चाहिँ एउटा सानो पानी खाने ठाउँ थियो कि होइन हामी जहिले खाना अब लिएर जानु पर्यो बुवाहरूलाई भने यहाँबाट पानी लिएर जान्थ्यौँ अहिले पनि सानै रहेछ यहाँबाट हामी गयौँ भने चुरीथुम्का हुन जान्छौँ होइन अब यताबाट चाहिँ के भन्छ चुरीथुम्का त यताबाट नि निस्किन्छ यतातिर ढाँडखोलापट्टि जानु पर्यो भने यो बाटो नि सर्टकट हो तर यो बाटो अहिले खोइ राम्रो छैन म त कति ठ्याक्कै 1 वर्षपछि आएँ त्यो 1 वर्षपछि नि योभन्दा 1 वर्ष अगाडि नि यो बाटो आएको होइन ऊ माथि ल हाम्रो घर ऊ माथिबाट अहिले हामी ऊ घट्ट हुँदै आएनौँ हेर्नु त एकचोटि रोक्नु त घर याद गर्नुभयो देख्नुभयो ऊ माथि ऊ त्यो घरहरू भएको उनीहरू कानहरू खोइ देखिँदैन त्यहाँबाट झर्दै यतापट्टिको मात्रै देखेको त्यो होइन ठुलो मम्मीको मात्रै देखियो यहाँ एकचोटि होइन कति मान्छे आएर तरकारी खेती गर्ने भनेर होइन यो सबै भाडामा लिएर यहाँ तरकारी पनि लायो होइन तर तरकारी निकाल्ने बेलामा चाहिँ अल्छी गरेर आउँदैन आइकन सबै गाडी र थियो अहिले फेरि त्यो मान्छेले छोडिसक्यो होला नि अर्कै कसले यहाँ खेत रोप्नु जान्छ प्रायः यहाँ अहिले कस्तो छ भने अब त्यतातिरको खेतहरू चाहिँ आफ्नै जो जग्गा हो उहाँहरूले अब गर्नुभएको छ होइन नत्र यो खेत जग्गा जसको हो उहाँहरू कोही पनि हुनुहुन्न कि अब यहाँ चाहिँ कस्तो भने काठमाडौँ जानु पर्यो भने जान पायो भने यहाँ यत्रो ठाउँ छ नि त यत्रो ठाउँमा आनन्दले बस्न छोडेर बरु एउटा कोठा लिएर 5 जना 10 जना परिवार बस्नु पर्यो भने बस्ने तर काठमाडौँ चाहिँ जानै पर्ने भन्ने के उद्देश्य भएको मान्छे भन्नु त धेरै जस्तो चाहिँ दुःख गर्ने नचाहने कि अब दुःख गर्ने बरु काठमाडौँ एकचोटि रोक्नु त यहाँ यो चाहिँ हाम्रो उसको हाम्रो हरिचरण काकाहरूको रुपेशहरूको कि यो खेतलाई चाहिँ बान्द्रे भनिन्छ गाइज बान्द्रे खेत होइन यहाँ हामीले कति धान रोप्यो भन्ने अब मलाई मात्र थाहा छ होइन बुढा तपाईँको बुढीले दुःख गरेर ठाउँ यो नि हो अब विशेष त अझै उता छ मेन ठाउँ त यहाँ ऊ यतादेखिबाट हेर्नु त यो तल अहिले यो चैतमा खेत रोप्नको लागि ऊ बिउ राखेको छ नि ऊ त्यो हरियो देखियो बिउ त्यहीँ रोप्नको लागि हरिचरण काकाहरूको यो चाहिँ खेत यसलाई ठ्याक्कै बान्द्रे भन्छ अनि ऊ ठुल्बुवा ऊ तल ऊ गइसक्नु भएछ अनि यो पारिपट्टिकोलाई के भन्छ अरे बिर्सेँ मैले के भन्छ मैले बिर्सिसकेँ जस्तो छु यही हो यो तलको तल हुँदै हाम्रो कुलदेवताको अझै ऊ तल परबाट देखिन्छ होइन कुलदेवताको पूजा गर्न आउनुहुन्छ नि मैले भन्थेँ नि ऊ त्यो सानो उयो हरियो दस्ता भएको देखिन्छ हो त्यहाँनिर होला त्यहाँनिर हो यो पारी चाहिँ राजहरूको खेत के बुढा राज भन्छ नि चिन्नुहुन्छ त तपाईँले राजहरूको खेत यो गाउँ लगाएकोवाला राज अब बिच्न आएको धेरै भइसक्यो होइन मेरो भिडियो हेरेको छ भने यहीँबाट खेतमा ऊ गहुँ पाक्ने बेला हुन लागिसकेको छ ऊ तल चाहिँ जय छर्नु भएको रहेछ मम्मी हेरेँ होइन त्यस्तै छ ल हाम्रै ठ्याक्कै बेसी चाहिँ ठ्याक्कै स्टार्ट भयो है गाई यहाँबाट होइन यो चाहिँ कुबिन्डे हाम्रो कुबिन्डे खेतका नाम पनि सुनेर अनेक लाग्दो होइन ल हेर्नु पाउनु यही त हो दाइहरूको खेत यो होइन अब है यो खेतको भन्छु म
यो खेत कुबिन्ने कसको खेत भन्दाखेरि हाम्रो यो ठ्याक्क अहिले यो डोजर लगाएको जति पहिला त यस्तो थिएन होइन पुरा सानो सानो गरा लामो थियो हामीहरूले दुःख गर्दा चाहिँ यस्तो थिएन साइलो हजुरबाको जग्गा हो कि यो चाहिँ साइलो हजुरबाको 3 जना छोरा होइन 3 जना छोराका पनि पछाडि नजाउँ 3 जना छोराको जेठो छोरालाई त उता बान्द्रे भने मैले अघि भर्खर देखाएको त्यही हो होइन जेठो छोराको पनि 3 जना छोराहरूमा भाग लागेका खेत हो यो चाहिँ होइन रामचरण दाईहरूको खेत यो हो अनि ऊ त्यो रुपेश दादा हजुर खेतमा हेर्न नआउनु भएको धेरै भइसक्यो होला त्यो हो अनि बारी भइहाल्यो त्यो माथि अहिले त बारी जस्तै छैन नि अब हामी गर्दा त पुरै हरियाली होइन मकैहरू छर्नी ओर्नी सबै थियो अहिले त अब कसले गर्ने दुःख डाँडामा यो सबै बारी हो नि त्यहाँ के छ अहिले त सबै बाँझो अहिले छैन अहिले छोडे होला नगरे होला नि होइन यो कस्तो लाग्यो तपाईँलाई भन्नु त ठिकै छ यतिको यो चाहिँ ऊ रामचरण दाईहरूको जति यति हो हाम्रो कुलायनको पूजा गर्न आउनु त्यही हो ल यो ऊ माथिबाट त्यहाँबाट रोड पनि लिएर आएको छ होइन हामी इटा भट्टापट्टिबाट उताको बाटो आउनु पर्थ्यो त्यो चाहिँ मैले अलिक हट्ट भने त्यहाँनिर देखिरह नि त्यहाँबाट छुटेर यता आएको भए यता साइड लागे भए हामी यता यो के भन्छ यो इटा भट्टाको ठाउँपट्टि आउँथ्यौँ होइन पातले भन्नेपट्टि पातले भने पारिपट्टि हो दाईको खेत होइन कति तल हो अब अलिकति आइसक्यो हामी त्यो ठाउँमा गएर त्यहाँ घरहरू छन् होइन त्यहाँ गएर यति निउवा यहाँ बेसी आउँदाखेरि यति निउवा खान्थ्यौँ कि निउवाहरू माग्नु गएर दाई अहिले खेत बनाउन आउनुभएको यहीँ त हो नि मिठो दाई यही हो हाम्रो बारी भने यही बारी होला बेसी बारी भने यहाँ यो रोड भयो होइन यहाँबाट तल्लोपट्टिबाट ल हाम्रो बेसी बारी भने यही हो हाम्रो बेसी बारी चाहिँ यही हो होइन तर बेसी बारीको नाम निशानै छैन कि यहाँ के गरे अब भिडियो हजुर होइन राख्नु यो यहाँबाट खोलो छ नि तल हेर्नु त यहाँ रोड जस्तो देखियो थियो हो त्यहाँबाट यता यो बेसी बारी भने यही होला बारी त अनि यस्तो यो बारी यहाँ अहिले यो यताको माटो हाले भएर यहाँ बारी सानो साना छन् नि यहाँ तल यो सबै अहिले रुख उम्रेको भएर नदेखेको हजुर अहिले कसले गर्नु केही पनि छैन है ल म सुन्नु बुढा यो अब कुबिन्डेको उतापट्टिबाट यतापट्टिको भाग भयो होइन यो मिठो राखेको अनि हाम्रो रुमटो भन्थेँ नि म त्यो पनि बाँझे छ भन्थ्यो नि यो यता यो उत्तिसहरू उम्रिन्छ नि अझै यहाँसम्मबाट राम्रो किन अझै उताबाट देखिन्छ यहाँ राम्रोसँग त्यो गोठ जस्तो छ नि यो चाहिँ हाम्रो किटिनी खेत भनेर मैले सानो बेलामा होइन मलाई अहिले जसले पनि उदाहरण दिँदा म 8 वर्ष कि कति वर्षकी थिएँ उदाहरण नै हो उदाहरण दिँदाखेरि होइन के भन्नुहुन्छ भने 8 वर्षकी थिएँ अनि मलाई सानो टोको बोनिदिनु भएको थियो कि त्यसमा 2 मुठा बिउ बोकेर पनि त्यो यही खेतमा हो जसले पनि उदाहरण दिने खोइ यहाँबाट राम्रोसँग देखेन डोकोमा हालेर त्यो माथि राख्ने गरेको थियो सधैँ माथि होइन बिउ राख्ने त तल राख्ने गरेको थियो बोकेर माथिसम्म लान्थेँ कि 2 मुठा गरेर त्यहाँ कति 8 जना रोपाहरूले रोप्ने गरेको थियो सबलाई बिउ म पुर्याउँथेँ कि बिहानैदेखिबाट आएर बोकेर सानै बेलादेखि दुःख गरेर म अहिले मात्र हो दुःख नगरेर अहिले चाहिँ माथि रहेछु होइन यो दुःख गर्न नपरेर नि होला अनि यो हाम्रो किटिनी खेत हाम्रो यो बिचको नमराज दाईहरूको अनि त्यो उतापट्टि यो के भन्छ यो तासेको खनेकोवाला छ नि यो चाहिँ सीताराम दाईहरूको हाम्रो चाहिँ जग्गा होइन किने नि लामो धेरै किन्नुभएको हजुरबाले किन्नुभएको अनि सँगसँगै छ कि खेती चाहिँ त्यही आधी पार्दाखेरि किटिनी खेतमा अहिले त यो खेत अहिले बेचिसक्यो पारिपट्टिको यो जग्गा किन्ने बेलामा के अरे भक्तपुरमा जग्गा हेरेर जानुभएको अरे होइन जग्गा हेर्नु पनि पऱ्यो
अनि जग्गा किन्ने भनेर फाइनल कति लाखमा हो 50,000 कि कतिमा कति रोपनी पो भन्नुहुन्थ्यो किन्नलाई फिक्स गरेर पास गर्ने जाने बेलामा हजुरबा जानुभयो रे के भन्नु भक्तपुरमा त्यही त नि नेवारै नेवार हुन्छ नि त बसेको ती नेवार देखेर मेरा छोराहरूलाई भोलि पर्सि नेवारहरूले कुटेर मार्छन् बरु म बेसीतिरै लगेर उहाँ गाउँतिर लगेर हाल्छु पैसा भनेर उतिखेर उहाँ भक्तपुरमा किन्ने भनेर राखेको त पैसाले किनेका खेतहरू पनि पारिपट्टिका चाहिँ बेसी बारीको हालत यस्तो छ माटो निकालेर गरे गरा ठुलो समय हो त्यो तल ल अब बाइक यतितिर राख्यो हुन्छ यहीँ त हो ल हाम्रो गोठु या माथि यतै राख्नु यतै राख्नु है फाइनल्ली हाम्रो खेतमै चाहिँ आइपुग्यो ल फ्याक्से खेतमा यहाँ माथि हामी फ्याक्से खेतमा आइपुग्यौँ होइन यो चाहिँ हाम्रो दाइहरूको खेत पहिला त सानो सानो गरा थियो तल अहिले त डोजर लाउने भएर ठुलो गह्रो एउटै बनाएको छ त्यस्तो छ यहाँ तल हो ससुरालीको खेत पनि हेर्न आइयो नि त बुढीले दुःख गरेर ठाउँ कस्तो रहेछ भनेर यसो हेर्न मन लाग्यो त्यो भनेर यसो लिएर आएको यही होला यिनै हुन् मेरो प्राणभन्दा प्यारो ठाउँ उतिखेर अहिले पनि प्राणभन्दा प्यारो भन्दा कम्तीको छैन है हेर्नुभयो यही हो ऊ त गोठ छ नि हो ऊ यो गोठ भएको भन्दा माथि ऊ यो जय थरी होइन त्यो हरियो हो त्यहाँबाट माथिको सबै होला हाम्रो यहाँ यति यो देखेको जति यही यो चाहिँ हाम्रो कति भने 8 रोपनी छ तर ऊ फिल्डमा चाहिँ धेरै छ हाम्रो यो नाप्नु भने यहाँ तल चाहिँ कति बेला गर्नुभएको अरे नि हाम्रो पहिला बाँझो थियो अरे होइन अनि हामी छोरी 5जना छोरीहरू जन्म्यौँ नि अब छोरी कमला कान्छी जन्मिने बेला हुने हो कि क्या म जन्मेपछि कान्छी जन्मिने बेलामा चाहिँ अब खेती गरेर पुग्दैन यसलाई छोरी जन्मे पछि फेरि के खुवाउँछ यसले भनेर हजुरबाले के अरे बाँझो छोडाएर थियो अरे कि यतापट्टिको जग्गा यहाँ अहिले चाहिँ बाँझै छ होइन उतिखेर चाहिँ गर्दा छोरी जन्मिएपछि फेरि यो पनि बाँझो छोड्नु हुँदैन भनेर हजुरबाले फेरि खेती गराएको थियो यहाँ तल टन्नै छ जग्गा यहाँ खेती गर्नु भने कि एक रोपनी त तलसम्म होला अनि फेरि पछि अब हामी अब छोरीहरू बिहे गऱ्यौँ बिहे नगर्दै अनि बुवा विदेश जानुभयो बुवा विदेश गएपछि कसले गर्ने यो त हामी बल्ल बल्ल गऱ्यौँ अब छोरीहरू सानै थियौँ नि त गऱ्यौँ त्यसपछि काठमाडौँ गयो यताउति गरेर अनि पछि चाहिँ बाँझै छोड्यो अहिले सबै यो रुखहरू उम्रिरहेछ होइन यस्तै छ ल मैले दुःख गरेको हामीले दुःख गरेको ठाउँ यही हो काठमाडौँबाट होइन 1 घन्टाको बाटो त हो हाम्रो बेसी त्यस्तो टाढा छैन है अब यसो कसैहरूलाई तपाईँलाई होइन घरसम्म यसो हेर्न आउन मन लाग्छ भने मेरो भिडियो मार्फत कहिले कुन कताको होला यसो हेर्दै लोकेसन हेर्दै आउनु सक्नुहुन्छ यसो अब होइन जग्गाहरू कस्तो मन पर्यो कि परेन त्यो जङ्गल उम्रिया हेर्नु परेन रुख बिरुवा उम्रिया हेर्नु परेन यो गाउँसम्म उम्रेको जैसै उम्रेको राम्रो लाग्छ मन पर्छ भनेपछि यसो एकचोटि भिजिट गर्न सक्नुहुन्छ गाइज यो गाह्रो छ ल जयको दाना होइन कति राम्रो छ जय कसरी आउँछ भने नि तपाईँलाई थाहा छैन होला जौ यसै गरी हेर्नु त जय छर्दियो होइन चुट्नलाई जय त त्यति झ्याउ हुँदैन चुट्नलाई गहुँ होइन जौ चुट्न जतिको झ्याउ त राम त्यो कन बिजेर यस्तो हुँदैन नि यो तल्लोपट्टि जाऊँ न के अरे अम्बटे भनेको ठाउँ चाहिँ ऊ त्यो पारिपट्टि हाम्रो उहाँबाट अब घाट लिएर आउने ठाउँ चाहिँ यहाँ निलो दस्ता गरेको देखिन्छ देखिँदैन होइन उयो घर होइन ऊ तल छ उयो फाँटभन्दा अझै तल ऊ त्यो निलो अनि अम्बटे भनेको चाहिँ ऊ पारिपट्टि हो लक्ष्मीहरूको खेत ऊ त्यतै त हो यो पारीको कसको बसेको त्यो उयो पारीको यताको तलको होइन त्यो उसको घर भन्दा यतापट्टि एउटा थुम्को छ नि रुख भएको अनि तल जमिन खाली छ नि त्यो लक्ष्मीहरूको त्यो भयो अनि त्योभन्दा उतापट्टिको छ होइन त्यो चाहिँ अर्जुन अङ्कलहरूको हजुर यहाँदेखि बिचमा यो खोलोको दुईपट्टिको दोभान यताबाट नि हामी अघि माथिबाट आएनौँ खोलो
यही खोलो त हो। अनि यो चाहिँ ऊ पारी पातले खेत है, यो हाम्रो दाइहरूको मैले अघि भिडियोमा देखाएँ कि देखाएन भने फेरि देखाएको भन्नु न। अर्को खोलो छ। अनि यो नमराज दाइहरूको पातले, अनि यताको चाहिँ पुछारहरूको सकुल अङ्कलहरूको, अनि सन्तोषहरूको सबैको होइन। यो चाहिँ सबै बाँझो छ नि यहाँ माथि हो सबै। अनि इँटा भट्टा खोलेकोवाला त त्यहीँ भयो, अहिले इँटा भट्टा कहाँ पुगो बेकार भएको जति। बरु यो जग्गा गरिरहेको थिएँ होइन खेतीहरू, यो इँटा भट्टाले लिने भएर अहिले यो सबै बाँझो भयो। अब त्यसपछि त्यतिखेर बिगारे, अब बिगारे चाहिँ अहिले कसले आएर दुःख गर्नु यहाँ चाहिँ त्यस्तो हो यो खासमा होइन। अनि यो नम्रा दाइहरूको यो भइगयो, यो माथिदेखि यहाँसम्म। अनि यो चाहिँ थाम भनेको यो हो, रातो माटो लिन आउने ठाउँ हामी ऊ यहीँ हो पहिला माथि। अनि त्यहाँबाट तलतिर लक्ष्मीहरूको खेत हुँदै 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 अम्मटे पुग्यो। अनि यो हाम्रो फ्याक्से खेत यही हो। ल चुरी थुम्काको बाटो मैले पिच हुने भने नि, अब ऊ यो बाटो पिच हुँदैछ। ऊ यो पारी रानी वन, अब यो वनदेखि छ नि, यो वनको बिचमा बाटो छ कि यहाँबाट ढाँड खोला निस्किने होइन, यहाँबाट काठमाडौँ निस्किन्छ। अनि यो बाटो पिच हुनलाई खोइ कति करोड पो ऊ परिवरी बजेटहरू काम गर्न सुरु गरिसकेछन्। त्यही भएर काठमाडौँ नै बस्यो भने माथि टक्क यसो घरसर टक्क हालेर होइन, कटे जस्तो टक्क बनाउने, आनन्द बस्ने गर्ने, कहिलेकाहीँ टक्क आउने होइन। टक्क मजाले फार्मिङ यताउता के रोप्ने गर्ने होइन। छुट्टा खेतमा आफूले व्यवस्थित बनाउने, यो खोल्सोतिर अलिअलि यसो छेउ लाएर माछा पाल्ने गर्ने होइन। टक्क एउटा गाई पाल्ने गोठ बनाएर एकदम यति एउटा परिवारलाई एकदम चट्टसँग आनन्दले म उपत्यका बाहिर गएर कहीँ बसौँ केही गरौँ त के, अब यहीँ मात्रै बसेर के छ र, जिन्दगी रमाउँ गाउँमा गएर भन्ने मान्छेलाई चाहिँ टक्क ठिक्क हुन्छ क्या। यति बेच्दा चाहिँ तपाईँले के भन्नुभयो भने एउटा शब्द सुन्न चाहनुहुन्छ तपाईँहरू, त्यस्तो हुँदै हुँदैन नि यहाँ होइन। अब काठमाडौँको ठाउँमा रोपनी होइन, आनाको 25 भन्छन् होइन, 25 भने पनि 25 सुन्दरी जलको हो। काठमाडौँमा त आनाको 30 35 ल, अब कम्तीमा नि 30 भन्दा पनि कति भने 60, 2 आनाको 60 लाख पर्यो होइन। बुढाले के भन्नु, यो यत्रो यो 8 रोपनी जग्गा त्यही 2 आनामा दाच्नुभयो भनेपछि कति चाहिँ प्याए आमा के भने त। अनि त्यस्तो हुन्छ त। मलाई त कस्तो रुने मन लाग्यो, अर्काले दुःख गरे यति राम्रो मलाई। यसो जोक्स है बुढा, के अरे बुढाहरू फेरि यसो जोक्स हो ब्यारे होइन। मैले भनेको अरूको यतिको हो र हामीले किन्ने हुँदा चाहिँ त्यतिमा ल्याङ गर्दा अब यताबाट बाटो आयो भने त यो सुनकै भाउ भइगयो। सुनकै भाउ त हो त नि। अब यो पारिपट्टिको बाटो पिच हुन्छ, अनि यो बाटो अब काठमाडौँबाट ल भन्नु तपाईँहरू आफै 1 घन्टा पनि लाग्दैन। कति भने अब बाइकमा यो कच्ची बाटो कच्ची नै हुँदैन, यता त पिचै हुन्छ। अब बाइकमा मजाले चलाएर 40-50 को स्पिडमा आउने मान्छेलाई 40 देखि 45 मिनटमा यो ठाउँमा आइपुगिन्छ काठमाडौँको बाटो भने। अनि यो कसरी टाढा भयो कि यो ठाउँ। ल मलाई त अचम्म लाग्छ, हुन त आफू जन्मेको ठाउँ भएर पनि होला, अब धेरै प्यारो होइन, धेरै नजिक, यो जस्तो राम्रो ठाउँ कहीँ छैन जस्तो लाग्छ। कसैले उति टाढा भनेर कसैले भनौँ भने नि एकदम मनै चित्तै खान्छ, के भने होला यिनीहरूकै रहेछ नजिक जस्तो पनि भन्न मन लाग्छ। तर भन्न त भन्दिनँ म फेरि होइन। त्यस्तै छ गाइज होइन। र खेती पनि हेरियो। अब धेरै पछि योभन्दा अघिल्लो वर्ष ठ्याक्कै म असारमा आएको थिएँ, यहाँ आएर खेतमा खेत रोपेर गएको थिएँ। अहिले नभन्दै 1 वर्षपछि आइयो दाइहरूको पातले खेत पनि राम्रो। अनि त्यस्तै छ होइन। उतिखेर खुब दुःख गऱ्यो भने अहिले त भनौँ भने नि पत्याउँदैन होला होइन। भन्न त अब देखा मान्छेलाई त पत्याउनु हुन्छ। माथि बिग्रियो नि त इँटा भट्टाले गर्दा पनि। अनि दुःख गऱ्यो भने त यो गोठ, यो माथि हो यो गोठमा यति सर्प आउँथ्यो। म अब यहाँ यो तल्लोपट्टि खेतमा काम गरेर खाना पकाउन 11 बजेतिर जाने गरेको थियो बिहान 11 बजे खाना यहीँ खाने गरी आउँथ्यो कि। जाँदाखेरि त्यो के भन्छ भर्याङ्ने र सर्प बसिरहेको हुन्थ्यो कि। राम त्यो 12-1 बजेसम्म त सर्प लहटेर अनि खाना पकाएर खान्थ्यौँ कि हामी। त्यतिखेर त्यो सर्पले दुःख दिएर नि होला। मलाई अहिले त सर्प नाम सुन्दा पनि डर लाग्छ, त्यही भएर।
यहाँतिर बस्ती भने चाहिँ कहाँ छ भने ऊ यो माथि डाँडोमा छैन त्यही भन्दा तल्लोपट्टि छ कि बाटो त्यहाँ छ अनि यतापट्टि छ यहाँनिर बस्ती भने चाहिँ तर ऊ यो घरको मुनिपट्टि त्यो घरको मुनिपट्टि रोड छ कि त्यही रोड हो पिच हुन लाग्यो त्यहाँबाट ढाँड खोला निस्किने रोड त्यो यो पिच भइसकेपछि त अब नजिकै लाग्छ हौ झन् अनि यतापट्टिबाट आउँदा माइतीपट्टिबाट आउँदा यता रानीवनपट्टिबाट आउँदा भन्दा पनि यो चुरुचुम्का हुँदै आयो भने चाहिँ नजिकै रहेछ भन्ने लाग्थ्यो हो अब हामीलाई त यतिकै नजिकै लाग्छ यो बोटलाई के भन्नुहुन्छ गाइस तपाईँहरूले हामी चाहिँ तितेपाती भन्छौँ लप्सीको बोट देख्नु भइसक्यो कि होइन अब लप्सीको बोट यो चाहिँ हाम्रो बेसीमा भएको यो चाहिँ हाम्रै हो यो भयो योभन्दा माथिल्लोपट्टि अझै एउटा थियो पहिला तर त्यो त रुख उहिले काटिहाल्यो एउटा दुईवटा अर्को पनि निस्केर त्यहाँ खुब हुन्छ लप्सी फलेको बेलामा आउँछ होला हौ एक दुई थोक्रा ल अब हामी चाहिँ जान्छौँ यही हो हाम्रो बेसी होइन मैले दुःख गरेको ठाउँ गाइस अब पाहाडमा पनि पहिला गर्दाखेरि कति राम्रो लाग्थ्यो मम्मीहरूलाई खेत हुन्छ नि अब अहिले छोडेपछि यतिकै रुख उम्रिया छन् के छ झारपात छ अनि हामीले देख्दा चाहिँ यस्तो नि हुन्छ जस्तो लाग्छ हामीलाई होइन यो मान्छेले छोडेकै हो क्या अब यो सबैजना सहर बस्ने सबैजना बजार पस्ने मान्छेले प्रगति गरेकै सहर पसेपछि चाहिँ प्रगति हुन्छ भन्ने जस्तो फिल भयो मान्छेलाई चाहिँ सबैलाई अनि मान्छे गाउँमा बस्न पनि इन्ट्रेस्टेड नहुने इच्छा पनि नहुने अब गाउँ सहर गएर बस्न पाए हुन्थ्यो पस्न पाए हुन्थ्यो भन्नुहुन्छ अब सुख सुविधा सबै चिज उतै छ नि त अब यहाँ बिरामी हुँदा हस्पिटल छैन केही छैन होइन ल अब यहाँ भोलि आएर बस्ती बसिहाल्यो नि यही माथि पनि छ नि बस्ती होइन हस्पिटल जानु पऱ्यो भने कि नगरकोट जानु पऱ्यो नगरकोटमा पनि छैन हस्पिटल होइन अब साखु नै जानु पऱ्यो नि त कि साखु जानु कि भक्तपुर जानु पर्यो अनि बाटोको सुविधा हो भने अब म आधी घन्टा 45 मिनटमा टक्क हस्पिटल पुग्ने हुँदा त्यो चिजलाई पनि राम्रै मान्न सक्यो होइन अब त्यो चिज पनि कम्तै छ यो बाटो नभने भएन बाटो राम्रोसँग अब दिनकै बस चल्ने होइन अब गाडी चलिराख्ने भयो भने बस चल्ने एम्बुलेन्सको पूर्वाधारहरू यताउता ढाका ढुक्का एम्बुलेन्स फाट्ट भन्ने बित्तिकै 40-45 मिनटमा एम्बुलेन्स आइपुग्ने स्थिति भयो भने अब त्यो अलिकति राम्रै पनि हुन्छ होइन किनभने मान्छे अब 3 दिन 4 दिन लगाएर काठमाडौँ 10 दिन लगाएर काठमाडौँ आउने ठाउँ पनि छ यो अलिकति हेपिएकै ठाउँ भनौँ न अब यो मान्छेले विकासको दृष्टिकोणले पनि अब यहीँको स्थानीय मान्छेहरूले पनि अब त्यो चिजको समन्वय नगरेर होला अलिकति चाहिँ समस्या छ यहाँ बाटो बन्न त बनिरहेछ है माथि त्यो रिटेनिङ वाल लाग्यो माथि रहेछ बाटो अहिले बन्द गरे बाटो त्यही त हो पिच हुनु ला भनेको त्यही भएर नि हो बनाउँदा चाहिँ बाटो बनाउँदा चाहिँ राम्रो छ होइन यस्तो ठाउँहरूमा चाहिँ यो यस्तो घुम्तीहरू छ नि यो नेपाली डोजर स्टाइलको बाटो हो यो कसैले डिएफएस सिएफएस गरेर फिजिबिलिटी स्टडी गरेर बनाउँछु भनेर है उहाँ हेरौँ न उहाँ त्यो के भन्छ ल्याएर डोजर पेले जस्तो बाटो छ एउटा दक्षिणको डोजर सिन्धुली भनौँ न अब सिन्धुलीहरू होइन सिन्धुलीतिर नि त्यो घुमाउरो घुम्ती बाटो त होइन नि त खासमा त्यो वनको जङ्गलबाट होइन के अरे लिएर गएर उचाल्ले उहाँ के गरे अब भनौँ गरेर कस्तो राम्रो बाटो बनाएको छ अब उहाँ त त्यति दुःख गरेको छ भने यहाँ त त्यस्तो मेहनत अझै त्यति मेहनत पनि गर्नुपर्ने छैन बाटो चाहिँ बनाउनलाई तर के भन्छ अब काठमाडौँतिर उतातिर चाहिँ गर्ने यो यहाँतिरको चाहिँ खालि चोर के त्यही भएर नेता भन्ने त झन् मलाई फिटिक्कै मन नपर्नुको कारण पनि त्यही भएर नि हो कसले के गरेको छ ल भन्नु त अब यहीँका वडा अध्यक्षले भए पनि त्यो खाली आफ्नै पेट भर्ने भयो नि कमसेकम मेन बाटो अब भित्रको बाटो त सक्नु भयो नि ल ठिकै छ मेन बाटो होइन दिनकै दुध बोक्नुपर्छ घाँस दाउरा बोकेर हिँड्ने बाटो अघि पछि नभए नि असार साउनमा यत्रो यो बेसीदेखिबाट धानहरू बोकेर लिएर जानुपर्छ कति दुःख छ नि त कमसेकम यो खेतीमा भित्र सक्नु भएन बाहिर मुख्य बाटो त असार साउनमा पनि चल्नेसम्म त बनाउन सक्नुहुन्छ त एकदम त्यो कुरामा चाहिँ होइन त्यो अनुहार देख्दा पनि ओडा अध्यक्षदेखि सबैको रिस उठ्छ त्यो चुनावमा भोट दिन जाने भने किन जान्छन् मान्छे काम कसैले गर्ने होइन भनेर त्यो कुरामा चाहिँ एकदम मलाई रिस उठ्छ त्यही भएर नि गर्नु पर्यो कि काम गरेर देखाउनु पर्यो तब पो अनि ओहो ल यस्तो हुनुहुँदो रहेछ भनेर पहिला मुखले बोल्ने होइन के गरेर देखाउनुहोस् अनि मात्र भोट माग्न जानै पर्दैन तपाईँहरू सिधै तपाईँहरूलाई उहाँ म जान्छु भोट दिन नगई हुँदैन भनेर छोराछोरी छोडेर हुन्छ कि बुढाबुढी उहाँ लट्ठी टेकेर हुन्छ कि त्यसरी पुग्छन् भोट दिनु पर्यो भने के हुन्छ
गाडी पठाएको छन् उहाँ। अनि के भन्छ खाना खुवाउन अरे त्यो 2-3 दिन होटल बुक गरेर राखेको छन्। त्यो किन गर्नु पर्यो भने 2 दिन त्यो होटल बुक गरेर राखेर त्यत्रो 10-20 लाख खर्च गर्नुभन्दा त त्यो 20 लाखले कमसेकम कता बाटो बन्छ कि को दुखी गरिब छन् होइन, तिनीहरूले कसले खाना पाएको छैन त्यतातिर लगेर दिनुहोस् त। तपाईँलाई खुब धर्म हुन्छ। गर्न चाहिँ जान्दैनन्, पैसा खर्च मात्रै गर्न जान्दैनन्। सही ठाउँमा सदुपयोग गरे पो भोटसोट दिन अलिअलि चाँडो लाग्छ। रिस उठ्छ क्या मेरो एकदम। अघि एकदम 120 थियो होला प्रेसर होइन, 120/80 थियो होला, अहिले 130/90 भइज होला मेरो। यति रिस उठेको छ मैले भन्दै गर्दा होइन। बुढाले के भन्नु, कतिवटा अध्यक्षलाई गाली गरे कि के गर्नु पर्यो, वडा अध्यक्षले के चाहिँ गर्दैन ल भन्नु नि। सबैजनाले चाहिँ जागरुकता देखाउनु पर्यो क्या, मान्छेदेखि लिएर। मान्छे पनि त देशै छौँ नि त। 1 वर्षमा कति 3-4 वर्षमा कतिचोटि एकचोटि हुन्छ होइन भोट हाल्नु। 5 वर्षमा त हो, 5 वर्षमा हुन्छ। अनि 5 वर्ष हुन्छ, 5 वर्षमा भोट हाल्ने कुरामा चाहिँ अब एकचोटि जाने नगरकोट होटलमा बस्ने गर्ने। अब त्यो बच्चालाई शुद्ध सिकाइरहेको छ हेर न, त्यो ग्रुमिङ के हो भन्ने क्या मैले भने चाहिँ। बच्चा पनि यो के कसको सूर्यको फलानु ढिस्कानु भनिरहेको छ नि त अघि भाइ होइन। अनि त्यो हुँदै गर्दाखेरि नि त केही न केही त दिन पऱ्यो नि त। त्यो चिजले छैन होइन, आउट इन्कमिङ के अरे दिने कुरा चाहिँ केही पनि छैन। अनि खालि अब त्यो पछि लाग्दैन हिँड्दैन। अनि म त्यही त काठमाडौँबाट यति नजिक हुँदा त यहाँको मतदाताको त्यस्तो रहेछ सोच भने त्यो रुकुम रोल्पामा गाउँमा मान्छेको कस्तो हुन्छ होला जस्तो मलाई फिल भएको क्या आजकल होइन। अब हाम्रो दिक्तेलतिरै पनि होइन, अब यो डोल्पा मुगु सुदूरपश्चिमको ठाउँहरूमा त्यहाँ पनि त मान्छेको सोच अझ त्यो मतदाताको सोच त्यत्रो विधि परिवर्तन भइसक्यो रहेनछ जस्तो मलाई फिल हुन्छ पर्सनल्ली। अनि त्यसले गर्दाखेरि मतदातामा पनि त अलिकति सचेतना आउनु पऱ्यो क्या। मैले हिजो जे गरिरहेको छु अहिलेसम्म मेरो त्यही नै छ। पहिला जे भइरहेको थियो त्यही छ कि यो ठाउँमा राजा हुँदा र अहिले डेमोक्रेसी आइसके पछाडिको परिवर्तन केही छ त? केही पनि छैन क्या। एउटै परिवर्तन के छ भने रुख उम्रिया छन्, मान्छेले खेती गर्न छोडेका छन्, गाउँमा मान्छे छैनन्। यो त प्रकृतिले गरेको, प्रकृति मात्रै चेन्ज भएको छ तर मान्छेमा एक रति केही चेन्ज छैन कि। कस्तो भने अब हामी सानो होइन, अहिले म कति 25 वर्षको भएँ, उतिखेर 9-10 वर्षदेखि थाहा छ। अब भोट दिने बेलामा होस् होइन, घर घरमा नेता आउँथे होइन, नेता आएर के हुन्थ्यो भने अघिल्लो दिन राति बस्ने होइन, अनि खानासाना एकै ठाउँमा खुवाउने है भन्थे होइन। ओहो मासु भात खाना पाइन्छ अरे भनेर हामी उतिखेर हो 9-10 वर्षको हुँदाखेरि पछि लाएर हिँड्थ्यौँ होइन। अहिले पनि ठ्याक्कै त्यही छ कि, त्यो चिजमा चाहिँ परिवर्तन आउनु पर्यो कि। उतिखेर अब अनि उतिखेर अब गाउँघरमा होइन गएर एकै ठाउँमा भेला भएर मासु भात खुवाउने भन्थ्यो। अहिले त्यो होइन। अहिले चाहिँ कस्तो भने होटल 2-4वटा होटल बुक गर्ने, अलि मेन मुख्य ठुल्ठुलो होटल कुन छन्। अब एमालेको यो होटल रे है, काङ्ग्रेसको यो होटल रे, माओवादीको होटल, के परिवर्तन? त्यो परिवर्तन हुन्छ। परिवर्तन गर्नु भने त त्यो पैसा खर्च गर्नु भन्दा मैले अघि भनिसकेँ, त्यो पैसा 20-30 लाख त्यो होटलमा खर्च गर्नु भन्दा कमसेकम त्यो पैसाले बरु विद्यालयमा चाहिँ अलिअलि गर्दै हुनुहुन्छ, अलिअलि राम्रै भइरहेछ होइन। बाटोतिर अथवा दुःख पाएका असहाय गरिब मान्छेले त्यो पैसा पाउनु पर्यो। त्यो पैसा त्यो होटल यतार उतार खर्च गर्न पाउनु भएन। मेरो भन्ने चाहिँ त्यही हो होइन। अब काठमाडौँको नजिक भइकन पनि यो गाउँका मान्छे म काठमाडौँ गएर एउटा कोठामा 10जना परिवार बसेर खुसी हुन्छु भन्ने वातावरण सिर्जना गर्ने भएन के। 200 घरधुरीका ढकाल गर हाम्रा अहिले यहाँ गर्नु भने बुढाबुढी भएको 20जना पनि हुनुहुन्न होला कि। अब घर छन् होइन, 20वटा घर परिवारका होला नि त। तर त्यो परिवारभित्र को भने बुढा र बुढी। अब बुढाबुढी भएको त बुढाबुढी हुनुभयो, बुढी अब बुढी बित्यावाला एक्लै। अब त्यस्तो के परिवर्तन? त्यो न आफ्ना छोराछोरी भएका न साथमा छन् होइन। त्यस्तो चिज भन्दा एकदम नरमाइलो लाग्छ क्या होइन। अब इमोसनल भयो एकछिन होइन, भिडियो बनाउँदै हामी त्यहाँबाट फर्केर यता आइसक्यौँ साइटर लिएर। यो कस्तो राम्रो छ ल हेर्नु। यहाँ अघि नरोकिकन यसो बाइकबाट हेरेर गएको थियौँ त, त्यही भएर झर्नु पर्यो भनेर चाहिँ हाम्रो होइन बिसी भाइहरूको खेत, हाम्रो के अरे बिसी भा भन्ने यहाँ यो चाहिँ अरू माथि घरतिरको अङ्कलहरूको खेत हो होइन। यहाँबाट तलतिर यो चाहिँ साइटर भन्छ यो ठाउँलाई। यो चाहिँ चैतमा यो बाँझो छ नि, चैतमा रोप्नलाई यो बिउ राखेको छ त्यहाँ। अनि अब यो गहुँ रोपेको त गहुँ छरेको, गहुँ छँदैछ। यो खेत रोप्ने बेलामा होइन मेरो कहानी एउटा भन्छु।
बिसी भाइहरूको यहाँ खेत रोप्नलाई बिउ काट्न आउनु पर्थ्यो कि बिउ काट्न चाहिँ म चाहिँ जे काम गर्नु नि हिँड्ने कोदाली खन्न त अब आफ्नो भाइको अलिअलि खनियो मेला भनेर त्यसरी हिँडिएन अनि धान रोप्नदेखि बिउ काट्नदेखिबाट सबै लिएर अनि बिउ काट्ने मान्छे कोही नपाउँदाखेरि बिसी बाबु त्यहाँ घाँस काट्दै हुनुहुन्छ होइन के अरे म आउँथेँ कि मैले कति रुपियाँ होइन 500 रुपियाँ कि कति 500 कि 1000 रुपियाँ लिएर त्यतिर पैसा अब त्यही त हो नि अहिले त अब 500 1000 हुन केही पनि लाग्दैन त्यतिर ओहो 500 1000 रुपियाँ भन्ने लाग्थ्यो कि 2 दिन कि 3 दिन बिउ काटेर अनि उयो चिलाउनेको बोट छ नि ऊ यहाँनिर छेउमा बसेर खाना लिएर आएर खाएर यो घाममा आनन्दले एकछिन रेस्ट गरेर अनि फेरि बिउ काटेर बिहानदेखि बेलुकासम्म त्यो चाहिँ कहिले बिर्सिन्न कि मलाई किन अब ठाउँ देख्दा याद पनि आएको होला हुन त है त्यस्तो कहानी अब कहानी त धेरै छन् अब यो चाहिँ यसो सानो टुपुक्क सुनाइहाल्यो दुःख गरेर ल यो भइहाल्यो होइन अब हामी यहाँ माथि घर हो त्यहाँ माथि त अनि त्यहाँनिर घर भयो यो साइटर चिलाउन डाँडो हुँदै हुँदै हामी घर जान्छौँ ल अब यति नै भिडियो होइन यो सकिएर बिचमा यसो झुसपछि माथि यो रानी वन चाहिँ यही हो होइन हामी पहिला दाउरा खोज्न जान्थ्यौँ कि दसैँतिर होइन वनमा दाउरा खोज्न जाने वन यही होला यहीँ जान्थ्यौँ बढारे भयो यता तल बान्द्रे भने चाहिँ उयो माथि होला यहाँ उयो यहाँनिर देखियो होला यो अझै हाम्रो कान्छा नातिले मेरो भिडियो खिचेर फोटो बनाएर राख्छु भनेर लिएर बद्रीले हाम्रो माइली हजुरआमा ल हामी घर आइपुगिसक्यौँ ल हामी बिसी गयोरी आइसक्यौँ होइन हाम्रो घर माथि पुरानो घर होइन ऊ त्यो लाइन भएको राम्रो छ नि अहिले माथिबाट तल भूकम्पपछि चाहिँ तल बनाएको घर मम्मी के गर्दै हुनुहुन्छ यो हो मेरो प्राणभन्दा प्यारो बुढा माइती घर कहाँ भाग्यो कि तिमी कहाँ भाग्यो कि हिनाजुले बाइक कहाँ राख्नुभयो बिसी गयोरी आइसक्यौँ अब खाना खाएर अनि घरतिर लाग्छौँ त गाइज आजलाई यति नै भिडियो हाम्रो नम्रा यता हुनुहुन्छ होइन भाउजू खोइ भाउजू ए म भाउजूलाई नि यहाँ देखाउँ भन्न थाल्थेँ ल हाम्रो भाइ बाई बाई भनिदेऊ बाई बाई भन बाई 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 बाई